यसलाई एकछिन साँचोलाई तेलमा तातो तेलमा डुबाउने, त्यसपछि यसलाई यो मैदा हाम्रो डो बनाएको हुन्छ सर्र पार्ने, त्यसपछि यसलाई तेलमा यसरी बिस्तारै हल्लाउँदै बिस्तारै यसरी बनाउने। बिस्तारै बसी यो साँचोबाट चाहिँ फुटिन्छ। ठिक्क टेम्परेचर, ठिक्क धेरै तातो पनि होइन पनि होइन, ठिक्क बनाउने। यसरी चाली लगाइदिने, तेल तरिन्छ यसरी गर्दाखेरि। अनि धेरै हिट भएछ आज, तेल अघिदेखि मैले ग्यास अलि तातिएको भएछ। सानो बनाइदिन्छु मैले, आगो अझै योभन्दा सानो पार्नु पर्ने छ। धेरै तातो पनि हुँदैन, डर छ। सानो बनाइदिन्छु, अलिकति सानो बनाइदिन्छु, धेरै तातो छ त्यही। फेरि धेरै सानो बनायो निभिहाल्छ, फेरि ठिक्क बनाइदिएको। ल हेर्नुहोस् त, यसरी चाहिँ यसलाई घोप्टाउँदाखेरि यो तेल तरिन्छ। यसलाई तेल तरिन्छ, यसलाई यसरी गर्दा यस्तो डिजाइन हुन्छ यसको। यस्तो हेर्नु त, यसरी आँखो राखेर मेरो एकछिनबाट यसरी यसलाई उत्तार्न पार्ने। यस्तो डिजाइन हुन्छ यसको, यस्तो डिजाइन हुन्छ। सबै यस्तै डिजाइन खै गरेको यो तब भयो। फेरि बनाउँछु म, हेर्नुहोस्। यसलाई यस्तो चलाउने, यो जल्छ यसरी चलाउने। भइसकेपछि निकाल्ने त्यो तारेर यो साँचोलाई एकछिन यो तातो तेलमा डुबाउने, जाने। यो पनि यसरी हलाउने जाने। साँचो डुबाएकोलाई हामीले अब राख्ने, पुरै नडुबाउने, अलिकति कम माथिसम्म डुबाउनु हुँदैन, बिग्रिन्छ। ल्याउने, यसरी हल्लाएर यसरी गर्ने। बिस्तारै बिस्तारै आफै तल झर्छ यो साँचोबाट। यो मुग्ला आजमको साँचो, हामी चाहिँ मुग्ला आजम भन्छौँ। अरूहरूले चाहिँ छ्यापछ्यापी रोटी पनि भन्छ, भन्नेले आफ्नो नाम हो। यसरी भयो। म चाहिँ कम टेम्परेचर, ठिक्क अघि हिट भयो थियो मेरो, धेरै तेल तात्यो नि त हिट भएकोले। अब यसलाई ठिक्क कहिले बनाउँछु। यो डिजाइन यसको, यो साँचोको डिजाइन कमानको फुल जस्तै खालको डिजाइन आउँछ। यो चाहिँ अलि रातो रातै पारेर निकाल्छु, त्यो चाहिँ अलिक धेरै खरेछ। यो चाहिँ हल्का मात्रै गर्छु, ब्राउन कलरमा बनाउनु पऱ्यो। त्यो चाहिँ एकदम रातो, तर त्यो खरेको चाहिँ मिठो हुन्छ नि, कुमकुम हुन्छ। यो चाहिँ अलिक हुन्छ सेतो सेतो, सेतो होइन पहेँलो हो। यसरी गरेर अनि यसरी घोप्टाउँदा चाहिँ तेल मजाले तरिन्छ, किनभने यसको दुलो दुलो हुन्छ। अनि दुलोबाट तेल त्यो सबै तल झर्छ दुलोबाट। यसरी घोप्टो पार्दा चाहिँ, उतान पार्दा चाहिँ त्यो तेल त्यसमै रहने हुन्छ। यसरी पारेर राख्ने, अनि लास्टमा राख्ने बेलामा चाहिँ उतार्नु पारेर राख्ने। डिजाइन देख्छ उतार्नुमा। यो भयो रेडी हाम्रो छपछपे रोटी। हजुरहरूलाई कस्तो लाग्छ? यस्तो डिजाइन हुन्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। मेरो युट्युब च्यानल रेस्ट 246 पहिलोचोटि राखिरहेको छु, भर्खर बनाउनु थालेको। हजुरलाई कस्तो लाग्छ कमेन्ट्सहरू गर्नु होला। मैले के सुधार गर्नुपर्ने छ, मलाई त्यति आइडिया छैन, भर्खरै गरेको छु। बिस्तारै बिस्तारै आउँछ होला। हजुरहरूले त्यसलाई भन्नु होला के गर्नुपर्छ, त्यसपछि म आफै त्यसमा इम्प्रुभ गर्न प्रयास गर्नेछु। हस् त, गुड बाई, शुभ तिहार, ह्याप्पी तिहार टु अल अफ यु। नमस्ते, बाई।